ल तपाईहरुलाई पार्ट 2 भिडियोमा स्वागत छ। हामीले यस भिडियो सिरिजहरुमा पास्ट इयरको क्वेशन्सहरुको सोलुसन गरिरहेका छौं। लास्ट भिडियोमा मैले तपाईहरुलाई होमवर्क दिएको थिएँ है, यसको सोलुसन गर्नुभयो होला आई थिंक। ल आज अगाडि अर्को क्वेशन नम्बरमा जाउँ। क्वेशन नम्बर 5। ल यो क्वेशनहरु एकदमै सजिलो छ। अब सेम प्याटर्नमा फलो भइरा हुन्छ है। अब यति गरिसकेपछि अब अलिकति आइडिया हुनुपर्छ बेसिक है। सबैभन्दा कन्फ्युजन हुने भनेको हाम्रो जुन एडिसनल इन्फर्मेसन जुन हाम्रो लास्ट छुट्टै भिडियोमा बनाइसकेको छौं। ल सुरु गरौँ है त। ल क्वेशन पढ। कन्सिडर द फलोइङ ट्रायल ब्यालेन्स एन्ड अदर इन्फर्मेसन एज अन 30th चैत्र 2080 भनेको छ है त क्वेशनले। ल ट्रायल ब्यालेन्स पढ्ने, ट्रायल ब्यालेन्स भित्र के छ अनि यो पढ्दा पढ्दै कि यो कुन आइटम कहाँ जान्छ भनेर पनि छुट्याइहाल्ने है त। ल स्यालेरी कहाँ जान्छ, यो प्रफिट एन्ड लस एकाउन्ट जान्छ, रेन्ट अफिस। यो अफिस भनेर किन यसरी छुट्याएर दिइराछ, कहिले के हुन्छ भने फ्याक्ट्री रिलेटेड केही रेन्टहरु छ भने चाहिँ ट्रायल ब्यालेन्समा जाने हुन्छ, अनि के अफिस रिलेटेड केही छ भने चाहिँ त्यो चाहिँ पीएल मा जाने हुन्छ। त्यही भएर उसले भन्न खोज्या हो। तर अब यो चाहिँ केमा जान्छ, प्रफिट एन्ड लस एकाउन्टमा जान्छ है त। अब प्रिपेड इन्स्योरेन्स 6000 दिएको छ। यो भने के हो, इन्स्योरेन्स तिर्नुपर्ने बेला चाहिँ भा छैन, तर के भयो मैले तिर्दिसके, पैसा थियो होला मसँग। यसलाई हामी के भन्छौं, प्रिपेड इन्स्योरेन्स भन्यौं। यो मेरो एसेट्स हो। डेटर यो मेरो एसेट्स हो। डेटर्स भनेको जसले मलाई पैसा दिनुपर्ने छ है त। वेजेस भनेको ज्याला, यो केमा जान्छ, ट्रेडिङ एकाउन्टमा जान्छ। क्यारेज इनवार्ड भनेको भाडा हो। लास्ट टाइम पनि हामीले भनिरहेको थियौं 3800 छ, यो कहाँ जान्छ, ट्रेडिङमा जान्छ। पर्चेज दिएको छ। डिस्काउन्ट अलाउड यो भने के हो भने मैले केही सामानहरु बेच्छु होला अनि मैले मेरो अलिकति सेल्स बढोस् भनेर मैले के दिए, कस्टमरलाई अलिकति बढी डिस्काउन्ट दिए भने मेरो लागि त यो के हो, घाटा जस्तो हो नि त। त्यो मेरो खर्च जस्तो मान्नु पर्यो। यसलाई के गर्नु पर्यो, पीएल एकाउन्टको डेबिटमा लगेर हाल्नु पर्यो है त। त्यसपछि छ एडभर्टाइजमेन्ट एक्सपेन्सेस। यो भने के हो, विज्ञापन गर्नु पर्यो। मेरो केही सामान बेच्नको लागि मैले के गर्नु पर्यो, विज्ञापन पनि त गर्नु पर्यो नि त। त्यो विज्ञापन गरेको के हो, मेरो खर्च हो। यसलाई अर्को भाषामा कहिलेकाहीँ डिस्ट्रिब्युटेड एज फ्री स्याम्पल यसरी पनि दिन्छ है त। त्यो भनेको नि एडभर्टाइजमेन्ट भनेर बुझ्ने है त। अनि क्याश भने के हो, एसेट्स हो मेरो लागि। क्लोजिङ स्टक दिएको छ कति, 56,800 हो। अब यहाँनिर एउटा अलिकति युनिक आयो है त। के भन्दाखेरि यहाँ नोटिस गर्यो भने अरु बेला के हुन्थ्यो भने क्लोजिङ स्टक भनेर एडिसनल इन्फर्मेसन दिएको हुन्थ्यो अनि हामीले के गर्थ्यौं, दुई ठाउँमा लगेर लान्थ्यौं। कहाँ एउटा ट्रेडिङ एकाउन्टमा लान्थ्यौं अनि एउटा ब्यालेन्स सिटको एसेट्स साइडमा लगेर राख्थ्यौं हामीले। तर यो क्वेशनमा के गर्दियो भने क्लोजिङ स्टकलाई ट्रायल ब्यालेन्समा दिइसक्यो। मैले लास्ट टाइम पनि भनेको थिएँ एडिसनल इन्फर्मेसनको रुल्स पढ्दाखेरि, यदि क्लोजिङ स्टक भनेर ट्रायल ब्यालेन्समा यसरी दिन्छ भने त्यो कहाँ मात्रै जान्छ भनेको थिएँ मैले, एसेट्समा मात्रै लगेर राख्ने। त्यसलाई केमा नलाने, ट्रेडिङमा नलाने। त्यो अलरेडी एडजस्ट भइसकेको छ भनेर बुझ्ने है त। ल अर्को छ फिक्स एसेट्स। यो भने के मेरो एसेट्स हो है त। ल अब के छ अरु, क्रेडिट साइडबाट हेर्ने, क्रेडिटर्स भन्ने दिएको छ। यो लायबिलिटी हो, मेरो जसलाई पैसा तिर्नुपर्छ उनीहरु हो। मैले पैसा तिर्नु पर्यो, मेरो लायबिलिटी हो। बिल्स पेएबल। अब यो बिल्स पेएबल भनेको चाहिँ के हो भने नि, यो एक खालको पेपर हो। यो कस्तो खालको पेपर हो भने यो यसलाई लिखितम भने जस्तो हुन्छ। यो भनेको चाहिँ कस्तो भने मैले यति यति पैसा लगेको छु अथवा या त मैले तिर्नु पर्ने छ भनेर लेखिएको कागज हो क्या। दुईटा पार्टी बीच भएको कागज। जसले चाहिँ के भन्छ, केही पैसा तिर्नुपर्ने छ भनेर हाम्रो कम्पनीको पोइन्ट अफ भ्यूबाट केही पैसा तिर्नुपर्ने छ भनेर देखिएको केही कागजहरु हो क्या यो चाहिँ है। बिल्स पेएबल। बिल्स भनेको पेपर हुन्छ नि, पेपर भनेर बुझ्ने। अनि पेएबल भनेको तिर्नुपर्ने केही कागजातहरु छ होला है। सो यसलाई हामी के भन्छौं, बिल्स पेएबल भन्छौं। डिस्काउन्ट रिसिभ। अब अघि यहाँ डिस्काउन्ट अलाउड थियो, यो त मेरो लागि खर्च थियो। अब यो डिस्काउन्ट अलाउड भनेको मैले पनि त केही सामान पर्चेज गर्छु नि त यहाँनिर। त्यो पर्चेज गर्दा मैले केही डिस्काउन्ट पाएँ होला, त्यसलाई मैले केमा राख्ने, इन्कम भनेर माग्ने है त। अनि क्यापिटल भनेर दिएको छ, यो हाम्रो शेयर क्यापिटल भइहाल्यो। सेल्स भनेर दिएको छ, सेल्स भइहाल्यो। एडिसनल इन्फर्मेसनमा हेर्ने, अनपेड वेजेस भनेको छ। मैले लास्ट टाइम एडिसनल इन्फर्मेसन भन्दा नि भनेको थिएँ, क्वेशनले जसरी पनि घुमाउन सक्छ है त। अनपेड भन्छ कहिले कहिले, आउटस्ट्यान्डिङ भन्छ कहिले, के भन्छ है, ड्यू भन्छ कहिले। सो यो सबै वर्डहरु के हो, अनपेड, आउटस्ट्यान्डिङ, ड्यू। यो सबै भनेको के हो, मैले तिर्ने बेला आइसक्यो तर मैले तिरेको छैन। अब के गर्नुपर्ने छ, यसलाई तिर्नुपर्ने छ। यो आउटस्ट्यान्डिङ भन्न खोजेको है त। के गर्ने, यो वेजेससँग जुन अघि हामीले ट्रायल ब्यालेन्समा वेजेस राखेको थियौं त्योसँग जोड्ने अब है। ठीक छ, ठीक छ। क्वेशनले तल फेरि के दिएको छ, आउटस्ट्यान्डिङ रेन्ट भनेर दिएको छ। यो रेन्टसँग जोड्ने। जब जब आउटस्ट्यान्डिङ भन्ने वर्ड आउँछ तब तब जोड्ने। जब जब प्रिपेड भन्ने वर्ड आउँछ तब के गर्ने, घटाउने है त। फेरि क्वेशनले के भन्छ, थर्ड नम्बर एडजस्टमेन्टमा
प्रिपेड इन्सुरेन्स एक्सपायर्ड अरे अघि क्वेसनले के भनेको थियो प्रिपेड इन्सुरेन्स 6000 चाहिँ मेरो जम्मा प्रिपेड इन्सुरेन्स छ है भनेको थियो। अब क्वेसनले के भन्दैछ त्यो 6000 मध्ये 4500 चाहिँ मेरो एक्सपायर्ड भइसक्यो अरे। एक्सपायर्ड भयो भन्नुको मतलब के हो भने अब मैले के गर्नु पर्यो यो मेरो तिर्ने बेला आइसक्यो अब चाहिँ मेरो के हो खर्च नै हो है भनेर बुझाएको हो कि। त्यही भएर के भने अब यो 4500 लाई चाहिँ जति एक्सपायर्ड भयो त्यसलाई चाहिँ लगेर पीएल एकाउन्टमा हाल्ने पीएल को डेबिटमा। अनि जति एक्सपायर्ड भएको छैन रिमेनिङ यो क्वेसनमा कति 1500 रुपैयाँ चाहिँ केमा लगेर हाल्ने एसेट साइडमा के भनेर हाल्ने प्रिपेड इन्सुरेन्स भनेर हाल्ने है त। ठिक छ डबल इन्ट्री ठिक छ। यो आउटस्ट्यान्डिङको त अर्को हामी केमा लगेर लान्छौँ लायबिलिटिजमा एउटा जोड्छौँ एउटा लगेर कहाँ लान्छौँ लायबिलिटी साइडमा लगेर राख्छौँ। ठिक छ ठिक छ। ल यो ओभरअल हाम्रो क्वेसन भयो। क्वेसनमा आई थिंक केही प्रब्लम छैन होला। ल सोलुसन हेरौँ है त। ल ट्रेडिङ एकाउन्ट हेर्ने है त। यो क्वेसनमा ओपनिङ स्टक छैन है। पर्चेज दिएको छ कति 1 लाख को दिएको छ पर्चेज। सेल्स कति दिएको छ 2,50,000 को दिएको छ। यो के भनेको 1000 भन्न खोजेको है सानो भएर मात्रै लेखा हो। 2,50,000 को दिएको छ। रिटर्न केही छ छैन। त्यही भएर हाम्रो यो टोटल कति भयो 2,50,000 हाम्रो सेल्स रिटर्न छैन भने चाहिँ सेल्स भयो। अनि क्यारेज इनवार्ड दिएको छ 3,800। टु वेजेस दिएको छ कति 8,000। अनि अघि एडिसनल इन्फर्मेसन भएको आउटस्ट्यान्डिङलाई हामीले के गर्यौं जोड्यौं 2500 जोडेर कति भयो 10,500 भयो। र क्लोजिङ स्टक दिएको छ 600 भनेर फ्याट्ट लगेर राख्दिने होइन। यो जुन हाम्रो क्वेसनले दिएको यो जुन ट्रायल ब्यालेन्समा दिएको वाला त हाम्रो केमा मात्रै जान्छ यो ब्यालेन्स सिटमा मात्रै जान्छ है। दिमागमा एकदम सेभ गरेर राख्ने है त यो यसलाई। ठिक छ ल यो ट्रेडिङ एकाउन्टमा जादिन है त। ल अब के गर्ने क्रेडिट साइड जोड्ने 2,50,000 भयो। डेबिट साइड जोड्ने नपुगेको पैसालाई हामी के भन्छौं कति आयो 1,35,700। यो हाम्रो के हो ग्रस प्रॉफिट सीडी क्यारी डाउन अथवा ब्यालेन्सिङ फिगर पनि भन्नु। हाम्रो सो ट्रेडिङ एकाउन्टको आन्सर हाम्रो के भयो यो भयो है त 1,35,700। ठिक छ ठिक छ। अब पीएल एकाउन्टमा जाउँ। के गर्ने हामीले सबैभन्दा पहिला जब जब एकाउन्ट क्लोज गर्छौं क्लोज गर्ने बित्तिकै त्यो अमाउन्ट लगेर अर्को एकाउन्टको अपोजिट साइडमा लगेर राख्ने। ठिक छ ठिक छ। अब त्यसपछि खर्चहरु एड गरौँ। क्वेसनले के दिएको छ रेन्ट दिएको छ कति 24,000। त्यसमा एडिसनल इन्फर्मेसनमा आउटस्ट्यान्डिङ रेन्ट भन्ने कति दिएको छ 2,000 दिएको छ। त्यसलाई जोड्ने कति भयो 26,000 भयो। अब यो जुन आउटस्ट्यान्डिङ छ यसलाई लगेर हामी कहाँ राख्ने भरे लायबिलिटी साइडमा लगेर राख्ने। ठिक छ। फेरि के दिएको छ प्रिपेड इन्सुरेन्स एक्सपायर्ड भनेर एडिसनल इन्फर्मेसनमा 45,000 को दिएको थियो हो। त्यसलाई के गर्ने खर्च मान्ने एक्सपायर्ड भइसक्यो। अनि जति अनएक्सपायर्ड छ त्यसलाई लगेर कहाँ राख्ने एसेट साइडमा लगेर राख्ने। डिस्काउन्ट अलाउड दिएको थियो कति 3,000। यो पनि हाम्रो के हो खर्च हो। एडभर्टाइजमेन्ट एक्सपेन्सेस यो पनि मेरो के हो खर्च हो 10,000 को राख्ने। र अब यतापट्टि आऊ डिस्काउन्ट रिसिभ भन्ने दिएको थियो कति 2100। यो हाम्रो के हो इन्कम हो। अब फेरि के गर्ने यतापट्टि सबै जोड्ने टोटल जता आउँछ बढी दुईतिरमा मध्ये इक्वल दुवै साइडमा राख्ने। अनि जता पुग्दैन यो साइडमा डेबिटमा पुग्दैन त्यो नपुगेको पैसा थप्ने। डेबिटमा पुगेन भने नेट प्रॉफिट क्रेडिटमा पुगेन भने नेट लस। यो क्वेसनमा डेबिटमा पुगेन के गर्ने अब यसलाई नेट प्रॉफिट कति आयो 24,300 आयो है त नेट प्रॉफिट। ठिक छ ठिक छ। ल यहाँसम्म के प्रब्लम छैन। ब्यालेन्स सिट पनि हेरिहालौँ है त। ल यो क्वेसनको ब्यालेन्स सिट पनि हेरिहालौँ। शेयर क्यापिटल दिएको छ कति 1,50,000 दिएको छ शेयर क्यापिटल। हामीले अघि कमाएको प्रॉफिट के गर्यौं अब यहाँ जोड्नु पर्यो। टु नेट प्रॉफिट भन्ने कति जोड्नु पर्यो 24,300 हाम्रो प्रॉफिट हो। टोटल अमाउन्ट आयो हाम्रो कति 1,74,000। अब अरु क्रेडिटर्सहरु हेरौँ। अरु हाम्रो लायबिलिटीजहरु के छ हेरौँ है त। ल क्रेडिटर्स कति छ 45,000। बिल्स पेबल यो पनि हाम्रो लायबिलिटी हो है। पेबल भनेको तिर्नुपर्ने पैसा हो। कहिलेकाहीँ अकाउन्ट पेबल पनि भन्छ। यो हाम्रो के हो तिर्नुपर्ने पैसा हो कति 15,000। त्यसपछि अघि हाम्रो एडिसनल इन्फर्मेसनमा आउटस्ट्यान्डिङ दुईटा थियो कि थिएन। एउटा आउटस्ट्यान्डिङ वेजेस थियो एउटा आउटस्ट्यान्डिङ अफिस रेन्ट थियो। दुईटा हामीले के गर्यौं हाम्रो तिर्नुपर्ने दायित्व भनेर राख्यौं है त लायबिलिटीज। यतापट्टि फिक्स एसेट 1 लाख। डेटर्स भन्ने दिएको छ यो हाम्रो एसेट्स हो क्याश एसेट्स हो क्लोजिङ स्टक। अघि याद गर्यो भने हामीले जुन क्लोजिङ स्टक भन्ने थियो नि त्यसलाई अब हामीले यहाँ राख्यौं है त। ठिक छ। त्यो ट्रेडिङमा गएन। अब प्रिपेड इन्सुरेन्स भनेर एडिसनल इन्फर्मेसनमा जुन एक्सपायर्ड थियो नि अब यो अनएक्सपायर्ड वाला पार्ट हो है 1500 भनेको एक्सपायर्ड माइनस
टोटल प्रिपेड माइनस हाम्रो कसरी टोटल प्रिपेड 6000 प्रिपेड थियो माइनस 4500 एक्सपायर थियो हो यो वाला अमाउन्ट हो यो ठीक छ ल यहाँसम्म पनि क्लियर केही डाउट छ छैन ल अगाडि बढौँ है त ल अर्को क्वेशनमा अब क्वेशन नम्बर 6 है त यो लेटेस्ट हाम्रो सेट बुकबाट गरिरहेको क्वेशन हो ल 6 क्वेशनमा एकदमै सजिलो छ केही पनि छैन आउटस्ट्यान्डिङ हामीले पढि नै रह्यो एक्सपायर्ड वाला नै पढिरह्यो क्लोजिङ स्टक पनि पढिरह्यो है त ल म एकचोटि सरसर भनिदिन्छु है त ल ओपनिङ ट्रेडिङमा जान्छ ट्रेडिङको डेबिटमा पर्चेज यो पनि ट्रेडिङको डेबिटमा वेजेस ट्रेडिङको डेबिटमा म्यानुफ्याक्चरिङ एक्सपेन्सेस रिलेटेड केही आयो अथवा यो म्यानुफ्याक्चरिङ भन्ने वर्ड या त फ्याक्ट्री भन्ने वर्ड केही आउँछ भने त्यो ट्रेडिङको डेबिटमा लगेर राख्दिने है त अनि प्रिपेड स्यालेरिज भनेको यो त अघि हामीले ठ्याक्कै यो क्वेशनमा नि गराएको थियौँ है प्रिपेडको ट्रिटमेन्ट गर्ने तल पनि दिएको छ रेन्ट भनेर दिएको छ रेन्ट पिएलको डेबिटमा अफिस एक्सपेन्सेस पिएलको डेबिटमा डेटर्स एसेट्समा क्यास इन ह्यान्ड एसेट्समा फर्निचर एसेट्समा है त यतापट्टि दिएको छ सेल्स ट्रेडिङमा पर्चेज रिटर्न पर्चेजसँग घटाउने सेयर क्यापिटल भइहाल्यो क्यापिटल भनेको क्रेडिटर भनेको लायबिलिटी भइहाल्यो ठिक छ ल एडिसनलमा यो आउटस्ट्यान्डिङ के भने वेजेसलाई पहिला जोड्ने वेजेससँग यो एड आउटस्ट्यान्डिङ भनेर जोड्ने कति 1500 अनि लगेर कहाँ राख्ने लायबिलिटी साइडमा लगेर राख्ने ठिक छ अनि यसलाई के गर्ने प्रिपेड स्यालेरी क्वेशनले के भन्छ प्रिपेड स्यालेरी 21000 हो अरे त्यो मध्ये 20000 एक्सपायर भयो अरे त्यो भने के गर्ने जति एक्सपायर भयो त्यसलाई लगेर पिएल एकाउन्टको डेबिटमा लगेर राख्ने 20000 प्रिपेड स्यालेरी एक्सपायर्ड भनेर राख्ने अनि जति बाँकी छ कति 1000 बाँकी छ त्यसलाई लगेर केमा राख्ने एसेट साइडमा लगेर प्रिपेड इन्स्योरेन्स प्रिपेड स्यालेरिज भनेर राख्ने कति 1000 ठिक छ ल यसको सोलुसन यो पनि आफै गर्ने है त एकदमै सजिलो छ केही पनि प्रब्लम छैन ल अर्को क्वेशनमा हो यो पनि क्वेशन पढ सेम नै छ यो क्वेशन सेम दुईटा माथि तलमाथि केही खासै फरक छैन हेरिहालौँ है यो पनि ओपनिङ स्टक दिएको छ 45000 यो कहाँ जान्छ ओपनिङ स्टक र पर्चेज ट्रेडिङमा जाने भयो वेजेस ट्रेडिङमा जाने भयो प्रोडक्सन या त फ्याक्ट्री या त म्यानुफ्याक्चरिङ रिलेटेड केही भन्छ भने सबै कहाँ जाने ट्रेडिङमा लगेर राख्ने ठिक छ ट्रेडिङको डेबिटमा जाने भयो प्रिपेड स्यालेरी हरेकचोटि प्रिपेड आइरहेको छ एक्जाममा क्वेशनमा सो प्रिपेड त दिमागमा राखेर जाने प्रिपेड र आउटस्ट्यान्डिङको है यसको एडजस्ट पनि आफै गर्ने है त यहाँ प्रिपेड स्यालेरी 21000 भनेको छ तलपट्टि प्रिपेड स्यालेरी अनएक्सपायर्ड भनेर दिएको छ है यो क्वेशनमा याद गर्यो भने सेम क्वेशन हो लगभग है अघि एक्सपायर्ड भनेर दिएको थियो अब अनएक्सपायर्ड जति नै क्वेशनले घुमायो भने हामी दिमागमा के राख्ने भने जति अमाउन्ट एक्सपायर्ड हुन्छ त्यो लगेर पिएलको डेबिटमा लगेर राख्ने ठिक छ जति के हुन्छ म यहाँ लेखि पनि दिन्छु जति एक्सपायर्ड हुन्छ त्यो के गर्ने पिएलको डेबिटमा लगेर राख्ने जति अनएक्सपायर्ड छ बाँकी जति एक्सपायर हुन बाँकी छ त्यो लगेर केमा राख्ने एसेट साइडमा लगेर राख्ने यति दिमागमा राख्यो भने प्रिपेड आयो जति आयो नि केही कन्फ्युजनै हुँदैन है त यहाँ पनि त्यही गर्ने यो 1000 लगेर एसेट साइडमा लगेर राख्ने यो जति एक्सपायर्ड हुन्छ अब बाँकी कति यहाँ 21000 मध्ये कति एक्सपायर भयो त्यसो भए त 1000 बाँकी छ भने 20000 एक्सपायर भयो त्यो 20000 लगेर केमा राख्ने पिएलको डेबिटमा रेन्ट पिएलको डेबिटमा जेनरल एक्सपेन्सेस डेबिटमा डेटर डेबिटमा इन्भेस्टमेन्ट अब यो क्वेशनमा तिमीहरूले याद गर्यो भने अलिकति नयाँ कुरा छ नयाँ त नभन्नु हामी लास्ट टाइम पनि पढि नै सकेको कुरा हो इन्भेस्टमेन्ट भनेको मेरो एसेट्स हो है क्वेशनले के भन्छ भने इन्ट्रेस्ट एक्रुड इन इन्भेस्टमेन्ट एक्रुड भनेको के हो मैले कमाइ पनि सके तर मेरो के गरेको छैन मसँग यसको पैसा आइसकेको छैन भनेको हो के त्यसो भए त कमाइसक्यो भने त मेरो इन्कम देखाउनु पर्यो कि परेन के गर्ने जति 2000 पिएलको क्रेडिटमा के गरिदिने इन्कम साइडमा मैले 2000 कमाएँ है भनेर के गरिदिने क्रेडिट साइडमा लगेर 2000 देखाइदिने ठिक छ तर फेरि के 2000 देखाउँदैमा मैले पाइसकेको छु त छैन के गर्ने अब त्यसलाई मैले पाउन बाँकी छ भनेर के गरिदिने एसेट साइडमा लगेर इन्ट्रेस्ट अक्रुड भनेर 2000 पनि राख्दिने सो फाइनल के गर्ने पिएलको क्रेडिटमा लगेर 2000 इन्कम भनेर देखाउने इन्ट्रेस्ट भनेर इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर देखाउने अनि एसेट साइडमा लगेर 2000 देखाउने ठिक छ ल ओके क्लोजिङ स्टक यो दुईतिर लाने ठिक छ ल माथि सन्ड्री क्रेडिटर अब यो कहिलेकाहीँ सन्ड्री भन्ने वर्ड युज गरिन्छ यो भने के हो भने एउटा क्रेडिटरलाई हामी क्रेडिटर भन्छौँ धेरैवटा क्रेडिटरको ग्रुप्सलाई हामी के भन्छौँ सन्ड्री भन्छौँ डेटरको केसमा पनि सेम हुन्छ कहिलेकाहीँ सन्ड्री डेटर्स भनिन्छ अनि झुकिन्छ सो यो त के हो डेटर्स एक दुईवटा डेटर्स छ भने डेटर्स भनिन्छ अलिकति ग्रुप नै धेरै डेटर्स छन् भने हामी यतै सन्ड्री डेटर्स भन्छौँ है त ठिक छ ल कन्फ्युजन छैन यो पनि के गर्ने सोल्युसन गर्ने है त ठिक छ ल अगाडिपट्टि बढौँ क्वेशन नम्बर 8 ल
क्वेसनले के भन्छ अब यो क्वेसनमा चाहिँ अलिकति नयाँ कुराहरू पनि एक दुईवटा नयाँ कुराहरू छ है एडिसनल इन्फर्मेसन पनि अलिकति लामो छ त्यही भएर मैले यो क्वेसन चाहिँ गरिदिने कोसिस गरेको थिएँ है ल यसको चाहिँ मैले सोल्युसन पनि देखाउँछु है त ठिक छ ल सर हेरौँ त्यति गाह्रो त होइन एकचोटि हेरिसकेले गरिसक्न सक्छु है ल ओपनिङ स्टक ट्रेडिङमा पर्चेज ट्रेडिङमा फ्याक्ट्री एक्सपेन्सेस यो केमा फ्याक्ट्री या त प्रोडक्सन या त म्यानुफ्याक्चरिङ रिलेटेड केही छ भने के गर्ने ट्रेडिङमा मेसिनरी एसेट्स हो फर्निचर एसेट्स हो डेटर एसेट्स हो स्यालेरिज पीएल को डेबिटमा प्रिपेड इन्सुरेन्स प्रिमियम केमा जान्छ यो मेरो एसेट्स हो प्रिपेड हुने बित्तिकै सधैँ के हो एसेट्स हो स्टेसनरी भनेको खर्च हो ब्याड डेट भनेको के हो खर्च हो यो ब्याड डेट भनेको चाहिँ के हो भने जुन डेटर्सहरू थियो अघि हामीले जोबाट पैसा लिनुपर्ने थियो यदि यस्तो कोही मान्छेहरू हुन्छ जसले चाहिँ हामीलाई के गर्छ भने पैसा तिर्न नसक्ने अवस्थामा हुन्छ कि त्यो पैसा तिर्न नसक्ने कन्डिसनलाई हामी के भन्छौँ अथवा त्यो नसक्ने मान्छेहरूलाई हामी त्यस्तो पैसालाई के भन्छौँ हामी ब्याड डेट भन्छौँ है त त्यो पनि हाम्रो के हो खर्च हो यो ब्याड डेट केमा जान्छ पीएल को डेबिटमा जान्छ है त क्याश भनेको हाम्रो एसेट्स हो सेल्स भनेको हाम्रो ट्रेडिङमा जाने भयो क्यापिटल लाइबिलिटीमा जाने भयो क्रेडिटर्स लाइबिलिटीमा जाने भयो इन्ट्रेस्ट भनेर क्रेडिट साइडमा दिइरहेछ भने के हो यो के हो मेरो इन्कम हो है मैले लास्ट टाइम पनि भनेको छु हरेक पटक भनिरहेको छु ट्रायल ब्यालेन्सको डेबिट साइडमा कि त एसेट्स हुन्छ कि त एक्सपेन्सेस हुन्छ क्रेडिट साइडमा ट्रायल ब्यालेन्सको कि त लाइबिलिटी हुन्छ कि त इन्कम हुन्छ है यो मैले हरेक पटक भिडियोमा भनिरहेको कुरा है त र यसको एडिसनल इन्फर्मेसनमा के दिएको छ हेरिहालौँ स्यालेरी ड्यू भन्ने बित्तिकै आउटस्ट्यान्डिङ भनेर बुझिहाल्ने प्रिपेड इन्सुरेन्स प्रिमियम एक्सपायर्ड यो हरेक पटक आइरहेछ जति एक्सपायर्ड भयो त्यो पीएल को डेबिटमा एक्सपायर्ड हुन बाँकीलाई केमा लगेर राख्ने एसेट साइडमा डेप्रिसिएट मेसिनरी 10% मेसिनरीमा डेप्रिसिएसन लगाऊ अरे क्लोजिङ स्टक 1 लाख ठिक छ ल यसको सरल सोल्युसन हेरिहालौँ धेरै गाह्रो छैन यो गरिराख्न सक्छु है त ल ट्रेडिङ एकाउन्ट हेर्ने है त 80,000 हाम्रो के दिएको छ ओपनिङ स्टक दिएको छ हो ल पर्चेज दिएको छ रिटर्न छैन सेल्स दिएको छ सेल्स रिटर्न छैन सो यही सेल्स भयो हाम्रो फ्याक्ट्री एक्सपेन्सेस हाम्रो यो के हो ट्रेडिङमा जाने आइटम हो र क्लोजिङ स्टक सामान्य छ एकदम ट्रेडिङ एकाउन्टमा केही पनि कन्फ्युजन छैन ल अकाउन्ट क्लोज गर्ने यतापट्टि जोड्ने सबै टोटल कति हुन्छ यो साइडमा जोड्यो भने टोटल 4 लाख हुन्छ हो यहाँ पनि के गर्ने 4 लाख लेख्ने ल यो टोटल जोड्ने सबै अनि के गर्ने अकाउन्ट क्लोज गर्ने अब यतापट्टि पुग्दैन कतिले पुग्दैन 22,000 ले यसलाई हाम्रो के भयो हाम्रो आन्सर भयो के को ट्रेडिङ एकाउन्टको ठिक छ ल अब आऊ पीएल एकाउन्टमा पहिला ट्रान्सफर गरेर प्रफिटलाई अब स्यालेरी देखाएको थियो अघि हो स्यालेरी ड्यू भनेको थियो त्यो ड्यूलाई जोड्ने प्रिपेड इन्सुरेन्स एक्सपायर्ड भनेको थियो एडिसनलमा त्यो एक्सपायर्डलाई यहाँ देखाउने डेप्रिसिएसन दिएको थियो डेप्रिसिएसन यहाँ राख्यौँ हामीले स्टेसनरी दिएको थियो ब्याड डेट दिएको थियो हामी दुइटै के हो खर्च हो अनि इन्ट्रेस्ट भनेर क्रेडिट साइडमा दिएको थियो कि मेरो के हो त्यो इन्कम हो है त ल यसो गर्दाखेरि सबै जोड्यो भने डेबिट र क्रेडिट सबै जोड्यो भने यतापट्टि डेबिटपट्टि बढी आउँछ अनि नपुगेको पैसा क्रेडिटमा पुग्दैन त्यसलाई हामी के भन्छौँ बाई नेट लस मलाई घाटा भयो भन्छौँ कतिले 27,500 यो हाम्रो के हो पीएल एकाउन्टको आन्सर हो है त ठिक छ ल ब्यालेन्स सिट पनि हेरिहालौँ क्यापिटल दिएको छ नेट लसलाई यहाँनिर घटाउने है त अहिलेसम्म हाम्रो सबैमा प्राय प्रफिट आइरहेको थियो अब नेट लसलाई हामीले के गर्ने घटाउने ठिक छ क्रेडिटर्स दिएको छ यो लाइबिलिटिज हो आउटस्ट्यान्डिङ लाइबिलिटी हो यसै साइडमा हेर्ने मेसिनरी दिएको छ डेप्रिसिएसन घटाउने फर्निचर दिएको छ डेटर्स दिएको छ प्रिपेड इन्सुरेन्स अघि जति एक्सपायर हुन बाँकी रहेको थियो त्यो अनएक्सपायर्ड पार्टलाई यहाँ देखाउने अनि क्यास दिएको छ क्लोजिङ स्टक दिएको छ हो यति गर्यो भने हाम्रो के हुनु पर्यो एसेट साइड र लाइबिलिटी साइड के हुनु पर्यो इक्वल आउनु पर्यो यदि इक्वल छ भने हाम्रो आन्सर मिल्यो 8 मा 8 आउँछ है त ठिक छ सर ल केही पनि कन्फ्युजन छैन है त ल अब लास्ट क्वेसन हाम्रो यो अस्मिता पब्लिकेसनको सेटबुकबाट लास्ट क्वेसन र अलिकति थोरै लेभल अप भएको क्वेसन है त यो अब गाह्रो चाहिँ भन्दिनँ म यदि अगाडिको सबै क्वेसन सबैले गरिसकेको छ भने यहाँनिर केही पनि कन्फ्युजन चाहिँ छैन तर एक दुईवटा के कुराहरू नयाँ कुराहरू पनि छ त्यसले गर्दा
यो क्वेसन एकचोटि हेर्ने है त। ल क्वेसन पढौँ। ट्रायल ब्यालेन्स हेर्ने सिधै के नयाँ छ एकचोटि सर हेर्दै जाने ल, अनि म आफै कन्फ्युजन क्लियर गर्दै जान्छु है त। ल ओपनिङ स्टक कहाँ जान्छ? ट्रेडिङ एकाउन्टमा। पर्चेस ट्रेडिङ एकाउन्टमा। अब यहाँनिर माथिपट्टि एडभान्स स्यालेरी भनेर देखियो है त। यो भनेको के हो भने मेरो स्यालेरी तिर्ने बेला चाहिँ आएको थिएन, तर मैले अहिले के गरिसकेँ, स्यालेरी तिर्दिसकेँ कि काइन्ड अफ के हो, प्रिपेड है स्यालेरी। प्रिपेड स्यालेरी भनेको है खासमा सेम कुरा, शब्द मात्रै फरक। क्यास एन्ड ब्याङ्क मेरो एसेट्स हो। क्यारेज इनवार्ड मेरो ट्रेडिङमा जान्छ। रिटर्न इनवार्ड मैले लास्ट टाइम भनेको थिएँ, रिटर्न इनवार्ड र यतापट्टि आउटवार्ड हेर। यो भने के हो, रिटर्न इनवार्ड या त रिटर्न आउटवार्ड भन्छ भने त्यो पर्चेस रिटर्न या त सेल्स रिटर्न हो भनेको थिएँ। सर कसरी छुट्याउने? दुईवटा तरिका छ यसमा। एउटा तरिका मैले लास्ट टाइम भनेको थिएँ, इनवार्ड भनेको मसँग आउनु है। यो जुन इनवार्ड भनिरहेछ नि, यो मसँग आउनु। कस्तो सामान मसँग आउँछ? पर्चेस गरेको सामान मसँग आउँछ कि सेल्स गरेको? पर्चेस गरेको सामान त मैले उता पठाउने हो, सेल्स गरेको सामान मसँग आउने हो। त्यही भएर यो इनवार्ड मसँग आउने भनेको चाहिँ सेल्स गरेको सामान हो, त्यही भएर सेल्स रिटर्न हो। अनि आउटवार्ड भनेको मैले पर्चेस गरेको सामान पो मैले फिर्ता पठाइदिन्छु त, त्यही भएर त यो के हाम्रो के हो, यो पर्चेस रिटर्न हो। अर्को तरिका, यदि पर्चेस डेबिटमा छ भने अर्को साइडमा के हुन्छ, पर्चेस रिटर्न हुन्छ। यदि सेल्स क्रेडिटमा छ भने यसको अर्को साइडमा के हुन्छ, रिटर्न हुन्छ। सर त्यसो भए सेल्स डेबिटमा नै हुन्छ होला, पर्चेस क्रेडिटमा नै हुन्छ होला? होइन है, यस्तो धेरै दिमाग नघुमाउने, ठिक छ। ल अब डेटर्स भनेको के मेरो एसेट्स हो। डिस्काउन्ट भनेको खर्च हो। ड्रइङ्स यहाँनिर अर्को एउटा नयाँ कुरा छ। यो ड्रइङ्स भनेको चाहिँ के हो, जो कम्पनीको मालिक हो अथवा प्रोप्राइटर्सहरू हो अथवा ओनर्सहरू हो, उनीहरूले आफ्नो लागि पर्सनल युजको लागि निकालेको पैसा हो है त। त्यही भएर यो के गरिदिने, यो हामीले लास्टमा ब्यालेन्स सिट बनाउँदाखेरि सेयर क्यापिटलसँग घटाइदिने। सुरुमा नेट प्रफिट घटाउने, अनि के गर्ने, ड्रइङ्सलाई घटाइदिने त्यहाँ है। ल फर्निचर हाम्रो एसेट्स भइहाल्यो। जेनरल एक्सपेन्सेस खर्च भइहाल्यो। गुडविल, यो गुडविल भनेको के हो भने कुनै पनि बिजनेसको ब्रान्ड भ्यालु है त। जस्तो एउटा रेप्युटेड ब्रान्ड छ अरे, त्यो ब्रान्डको नाममै चल्छ। जस्तो सिजीको एक्जाम्पल हो, अनि एउटा कुनै हुन्छ नि भाँडाकुँडा पसल अथवा एउटा कुनै इलेक्ट्रिक पसलको एक्जाम्पल हो। सोच, सिजीले आफ्नो नाम बेचेर बढी पैसा कमाउँछ होला कि एउटा घनश्याम भाँडा पसल अथवा इलेक्ट्रिक सपले ज्यादा पैसा कमाउँछ होला? अभियसली सिजीले, किन, उसले त आफ्नो ब्रान्ड राम्रो बनाएको छ नि त। हो, त्यसलाई हामी के भन्छौँ, गुडविल भन्छौँ। यस्तो हिडन भ्याल्यु जसको बेनिफिट हामीले के गर्छौँ, पाउँछौँ है त। सो यसलाई हामी के भन्छौँ, गुडविल भन्छौँ। ल यो हाम्रो एसेट साइडमा जान्छ है त। अनि वेजेस भनेको ट्रेडिङमा जाने आइटम भइहाल्यो। बिल्स पेपर यहाँ हामीले अघि भनिसक्यौँ, यो हाम्रो क्रेडिटर्स जस्तै हो है, तिर्नुपर्ने पैसा हो, हामीले तिर्नुपर्ने पैसा हो। क्यापिटल, सेयर क्यापिटल भनेको क्रेडिटर्स भइहाल्यो, क्रेडिटर्स नै रिटर्न आउटवार्ड भइसक्यो। रेन्ट रिसिभ हाम्रो इन्कम हो। सेल्स भइहाल्यो। 10% ब्याङ्क लोन। अब ब्याङ्क लोन भनेको त के हो, मेरो ऋण हो, मैले तिर्नुपर्छ, मेरो लाइबिलिटी हो। तर मैले अस्ति लास्ट टाइम एडिसनल इन्फर्मेसन भन्ने भिडियोमा के भनेको थिएँ, जब क्वेसनमा यसरी पर्सेन्टेज आउँछ त्यहाँ के बुझ्नुपर्छ, हिडन इन्फर्मेसन छ है भनेर के गर्नुपर्छ, बुझ्नुपर्छ है त। ल हिडन इन्फर्मेसन यसको मतलब के हो, इन्ट्रेस्टमा मैले के तिर्नुपर्छ, हिडन इन्फर्मेसन मतलब के हो, मैले ब्याङ्क लोनमा के तिर्नुपर्छ, इन्ट्रेस्ट तिर्नुपर्छ। 7,000 हो कि होइन, 70,000 मेरो लोन हो, त्यसको 10% कति हो, 7,000। मैले के तिर्नुपर्छ, इन्ट्रेस्ट तिर्नुपर्छ। यहाँ काहीँ इन्ट्रेस्ट तिरेको भनेको चाहिँ डेबिटमा छैन भने मेरो के हो, आउटस्ट्यान्डिङ इन्ट्रेस्ट हो भनेर बुझ्ने है त, ठिक छ। ल क्लोजिङ स्टक, आउटस्ट्यान्डिङ वेजेस, यो सामान्य भएर हामीले अहिले त अब बुझिसक्यौँ। प्रिपेड स्यालेरी एक्सपायर्ड, अनएक्सपायर्ड, एक्सपायर्ड बुझ्यौँ। अब प्रिपेड स्यालेरी एक्सपायर्ड भन्यो, यहाँ माथि चाहिँ एडभान्स भन्यो है, यो पनि प्रिपेड स्यालेरी नै भन्यो। यसको मतलब 1,22,000 मेरो टोटल प्रिपेड स्यालेरी थियो, त्यो मध्ये 1,10,000 एक्सपायर्ड भयो। यसलाई के गर्ने, पिएलमा देखाउने। बाँकी रहेको 12,000लाई के गर्ने, अनएक्सपायर्ड भनेर के गर्ने, एसेट साइडमा राखिदिने। अनि डेप्रिसिएसन दिएको छ। ल ठिक छ, यसमा यस्तो केही पनि छैन। दुईवटा कुरा नयाँ छ। एउटा एडभान्स भन्ने वर्ड अलिकति नयाँ लाग्न सक्छ, यो प्रिपेड भन्न खोजे हो। 10% एउटा यसको हिडन एडजस्टमेन्ट गर्नुपर्छ, आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन लोन भनेर 7,000 को। अनि अर्को गुडविल भन्ने कुरा नयाँ है। यसमा 3टा कुरा मात्रै नयाँ छ, यसमा अरू केही पनि त्यस्तो नयाँ छैन है। ल ठिक छ, यसको ट्रेडिङ एकाउन्ट हेरिहाल्यौँ है त। ट्रेडिङमा केही पनि नयाँ छैन।
ओपनिङ दिएको छ, सेल्स रिटर्न दिएको छ, पर्चेज रिटर्न दिएको छ, मैले अघि भनिसकेँ कसरी छुट्याउने। क्यारेज इनवार्ड दिएको छ, वेजेसमा आउटस्ट्यान्डिङ दिएको छ जोड्ने, र के गर्ने अब हामीले नेट प्रफिट निकाल्ने है त टोटल जोडेर। ठिक छ ल। अब पिएल एकाउन्टमा जाने अगाडि अलिकति यहाँनिर हेर्ने है त, ग्रस प्रफिट हामीले ट्रान्सफर गऱ्यौँ, रेन्ट इन्कम पनि देखायौँ है त। अब यहाँनिर हामीले डिस्काउन्ट, यो मेरो खर्च हो, जेनरल एक्सपेन्सेस खर्च हो, डेप्रिसिएसन पनि खर्च हो कि 10% के को फर्निचरको। ल अर्को अब स्यालेरीमा यहाँनिर याद गर, स्यालेरी जति एक्सपायर्डवाला पोर्सन थियो 1,10,000 त्यो मैले लगेर के गरेको छु खर्च भनेर देखाइदिएको छु है त। ठिक छ। अनि अघि क्वेसनमा जुन 10% हाम्रो इन्ट्रेस्ट अन लोन भनेर दिएको थियो त्यसलाई अब के गर्ने, तिरा छैन भनेपछि त के गर्नु पर्यो, टु आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन लोन भनेर 7,000 त मेरो खर्च त हो नि त, तिर्नु त पर्ने हो नि त, खर्च भनेर देखाउनु पर्यो पिएलमा। त्यही भएर मैले खर्च देखाएको है त 7,000लाई, तिरेको होइन। आउटस्ट्यान्डिङ नै बाँकी नै चाहिँ आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन लोन तिर्न बाँकी नै छ, तर मैले के गर्नु पर्यो, मेरो खर्च चाहिँ हो भनेर देखाएको है त यहाँ। ठिक छ। अब बाँकी रिमेनिङ पैसा मेरो के हो, लस हो है त। ठिक छ, नेट लस आउँछ डेबिटमा हो। ल अब यतापट्टि गरे यो नेट लस डेबिटमा आउनु है, यो मिस्टेक भएछ। बाई नेट लस सिडी हाम्रो के यो ब्यालेन्सिङ फिगर पनि है त, कति 1 लाख डेबिटमा आउँदैन है, लस यो मिस्टेक भएछ। ल के गर्ने अब, नपुगेको अमाउन्ट कति गर्ने, यता जोड्यो टोटल, यतापट्टि पुग्दैन, यो हाम्रो के हो नेट लस। यो क्वेसनमा पनि के आउँछ, लस आउँछ है त। यसको ब्यालेन्स सिट पनि हेरिहालौँ। ब्यालेन्स सिटमा हेऱ्यो भने यहाँनिर अरू क्वेसन भन्दा सेयर क्यापिटल दिएको छ, अनि सेयर क्यापिटलमा हाम्रो नेट लस पनि भएको छ, हामीलाई घाटा भएको छ, घाटा घटाउने सेयर क्यापिटलबाट। अनि यो क्वेसनमा हाम्रो नयाँ के थियो, ड्रइङ पनि थियो, ओनर्सहरूले पैसा निकालेको पनि थियो, त्यो निकालेको पैसाले के गर्ने, घटाउने। टोटल पैसा यति आउँछ, बिल्स पेबल हाम्रो लाइबिलिटी, क्रेडिटर्स लाइबिलिटी। अनि अघि याद गर्यो 10% ब्याङ्क लोन हाम्रो के हो, लाइबिलिटी 70,000 प्लस के पनि बाँकी छ, मैले 7,000 के गरेको छैन, तिरिसकेको छैन, तिर्न बाँकी नै छ। त्यही भएर टोटल हाम्रो कति भयो अब तिर्न बाँकी, 77,000 भयो है त। ठिक छ। आउटस्ट्यान्डिङ वेजेस पनि एडिसनल इन्फर्मेसनमा छ, यो पनि के गर्ने, देखाउने है त। अब एसएसआईमा जाऊ, फर्निचर, त्यसमा डेप्रिसिएसन घटाउ हो, डबल इन्ट्री गर्नु पर्यो। डेटर्स कति छ, 50,000 छ, यो राख्नु पर्यो। गुडविल एसएसमा है त। ल ठिक छ। क्यास एन्ड ब्याङ्क हामीले यहाँ राख्ने गरेको छ, क्लोजिङ स्टक छँदैछ। अब अघि माथिपट्टि एडभान्स स्यालेरीमा जुन अनएक्सपायर्डवाला पार्ट थियो नि, जुन 1,22,000 प्रिपेड थियो, त्यसमा 1,10,000 एक्सपायर्ड भयो भनेपछि रिमेनिङ कति, यहाँनिर लेख 1,22,000 हाम्रो अनएक्सपायर्ड थियो, यसमा 1,10,000 के भयो, एक्सपायर्ड भयो भने अब रिमेनिङ कति, 12,000 हाम्रो के हो, यो बाँकी नै छ, प्रिपेड नै हो। त्यही भएर यो हाम्रो के हो, एसेट्स है त। ल यसो गर्दाखेरि अब के गर्नुपर्छ, हाम्रो डेबिट र क्रेडिट बराबर आउनुपर्छ है त। ठिक छ, डेबिट र क्रेडिटमा के गर्नुपर्छ, बराबर आउनुपर्छ है। ठिक छ, यति गर्यो भने हाम्रो के भयो, 8मा 8। ल ठिक छ। अब एकदमै सजिलो छ, फाइनली कम त्यति गाह्रो मान्ने होइन है। यहाँनिर हामीले लगभग हामीले यो अस्मिता एप्लिकेसनमा आएको, एक्जाममा आएका र केही मोडल क्वेसनहरू गरेर क्वेसन 9वटा क्वेसनका हामीले सबै सोल्युसन पनि हेऱ्यौँ, गऱ्यौँ पनि, त्यसमा केही गाह्रो पनि छैन। ल है, ठिक छ। ल कसैलाई केही कन्फ्युजन छ भने हामीलाई मेसेज गरेर सोध्न पनि सकिन्छ है त। ल मजाले तयारी गर्ने एक्जामको, अल द बेस्ट।